ओहो गाग्री भरि पानीले राखेको बेलामा भेट भएछ। आज त सुप सायद पर्छ कि क्या हो मलाई। टाढै हिँड्नु भएको दिदी। हैन उही तलतिरसम्म, पछि भेट्छु ल। ओहो बेना, चिक्क लुगा लाएर ब्याग बोकेर टाढै हो क्या हजुरहरू त? होइन साली, हाम्रो त छुट्टी सकिएर अब पल्टनतिर हाजिरी हुन्छ हामीलाई। ए आज जानुपर्ने? नत्र माथि कविता दिदी घरमा आज नाचगानको कार्यक्रम राखेको थियो, त्यहाँ आएर भोलि बिहानै पख जानुहोस् न। कसो केटा जाने हो र? कसम साथ रमाइलो गरौँ आज। हुन्छ नि साली, ल भरै भेटौँला नि त माथि। हस् बेना, माथि कविता दिदी घरमा है त, आउनुहोस् है। हस् साली, हस् हस्।